बाबु किचनमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ बिहानै मिठो एकदम गुलियो अमिलो मौसममा किचनमा पसेर फ्रिज खोलेको एकदम खतरनाक चिज पो भेटेँ त मैले त। अनि यो मौसमले पनि च्यालेन्ज गरिरहेको बेलामा तामा खतरा तालले तामा देख्यो क्या। तामालाई चाहिँ पकाउने भनेर मैले निकाल्दैछु। तामा मात्र पकाएर भएन, अब त्यसमा मिसाउने चिज पनि चाहियो। अनि मैले चाहिँ करेला भेँडी काउली रहेछ, त्यसलाई चाहिँ निकालेर, काउली फोहोरो रहेछ त्यसलाई चाहिँ चुडेर अलिअलि भित्रको किराहरू हुन्छ यसो हेरेर होइन, त्यसलाई चाहिँ फोक्लेटा बनाएर काउलीको चाहिँ राम्रो तालले पकाउनु पर्यो नि। त्यो भित्र भएको जङ्क फुडहरू खानु भएन। जङ भनेको चाहिँ एकदम किरा खानु भएन। किरा नखाएपछि हामीले चाहिँ यसलाई काट्छौँ। काटेर अनि टक्क चिरा बनाएर पिस बनाएर काटेर पिस बनाइसकेपछि खुर्सानी, प्याज, गोलभेडा अनि मैले धुन लगिसकेपछि त्यसलाई धोएर एकदम राम्रोसँग त्यहाँ भएको नराम्रो फोहोरहरूलाई फ्यालेर धोएपछि सब क्लिन हुन्छ होइन। अनि मलाई चाहिँ फेरि के सोच आयो, आलु पनि मिसाउँदा कस्तो हुन्छ भनेर आलु पनि 2-3टा झिकेर त्यसलाई काट्नलाई लगेँ भित्र। आलुको म चाहिँ बोक्रा छिल्छु मजाले सेतो हुने गरेर। आलु सेतो हुने गरेर छिलिसकेपछि आलुलाई चाहिँ कटिङ गर्नुपर्छ। चट्ट पिसमा राम्रो तरिकाले कटिङ गरेर पकाउनु पर्छ त्यसलाई चाहिँ होइन, नत्र भए मिठो हुँदैन। काटी भएपछि आलुलाई बोटुकामा राखेर चट्ट बनाएर त्यसलाई नि धुनलाई लगेँ मैले। आलु पनि धुनुपर्छ राम्रोसँग। लगेको भेँडीलाई नि अब म सानो पिसमा कटिङ गरेर एकदम, तरकारी भनेको चाहिँ एकदम काटेपछि नै मिठो हुने हो कि। काटेर चट्ट पिस बनाएर होइन चाहिँ मिठो हुन्छ कि एकदम स्वाद पनि आउँछ। त्यसमा भएको पाक्न पनि राम्रो तरिकाले पाक्छ। भेँडीको पनि पिस बनाइसकेपछि प्याजलाई पनि सानो पिस बनाएर कटिङ गर्छु म। त्यसलाई पनि सानो पिस बनाएर कटिङ गरेपछि राम्रो मिठो हुन्छ तरकारी। गोलभेडा पनि ल्याएर सानो पिसमा कटिङ गर्छु। तरकारीमा लसुन खुर्सानी नहालिकन त मिठै हुँदैन नि, स्पाइसी चाहियो नि एकदम पिरो अमिलो टक्क। खुर्सानीलाई सानो पिस गरेर कटिङ गरिसकेपछि बोटुकामा हालेँ मैले। आमालाई मैले झिकेँ सानो बोटुकामा। त्यसपछि प्याजको कटिङ, खुर्सानी, गोलभेडा, आलु, काउली। ग्यासलाई चाहिँ मैले अब लाइटरले भ्याट बनाएर पड्काएर बालिसकेपछि कराई बसाल्छु। बसालिसकेपछि तेल त हाल्नै पर्यो तरकारीमा, स्पाइसी बनाउन, मिठो बनाउन तरकारी। त्यसपछि प्याज झिकेर प्याजलाई चाहिँ झान्छु म तेलमा। अनि मजाले त्यसलाई भुटेर पानीको पिस पनि हाल्छु त्यस्तै तेलमा भुटेर मजाले रातो बनाएर आलु पनि हाल्छु। यसलाई पनि मजाले भुटेर रातो बनाएर अनि त्यसपछि तामा हाल्छु। तामालाई नि मजाले भुटेर
अनि भुटिसकेपछि काउली हाल्छु। काउलीलाई नि चलाएर मजाले भुटेर रातो बनाएर पाक्नु दिनुपर्ने हुन्छ त्यसलाई पनि। अनि मसलाको रेसिपीहरू फरक फरक छ। नुन, बेसार, खुर्सानी, चिल्ली मसला सब छ। नुन चाहिँ म हाल्छु त्यसमा पकाउन र नुनिलो हुनलाई। नुनिलोको साथमा यो गल्छ पनि मजाले। नुन हालेपछि काउलीहरू गलाउनु पर्छ। गलाइसकेपछि मजाले भुटेर रातो बनाएर तरकारीलाई छोपेर, यो चाहिँ मेरो बेसारको बट्टा हो। बेसार चाहिँ अब म तरकारीमा हाल्छु। साथमा मसला पनि हाल्छु। हालिसकेपछि मजाले यसलाई फेरि रातो हुने गरेर भुट्छु। रातो हुने गरेर भुटिसकेपछि गोलभेडा हाल्छु म। छोपेर मजाले मेरो रेसिपी चाहिँ रेडी भइहाल्यो। रेडी, हेर्नुहोस् कति राम्रो कति मिठो हुन्छ। यसरी बनायो भने हजुरहरू घरमा ट्राई गर्नुहोस्। हजुरहरू पनि मिठो बनाएर खानुहोस्। स्वास्थ्य नै दहनु। हजुरहरूले मिठो बनाएर खायो भने हजुरहरूलाई मिठो हुन्छ। घरमा आएको पाहुनाहरू पनि पल्किन्छ। हस्त धन्यवाद। सब्सक्राइब टु माई युट्युब च्यानल।